आजदेखि चाहिँ लागेको हामी चाहिँ घरबाट पनि निस्केर बन्चरो सन्चरो बोकेको छ केटाहरूले चाहिँ हैन कहाँ जाँदैछौँ भनेर तपाईहरुले थाहा पाउनुहुन्छ के बढिन्छ भनेर पनि थाहा पाउनुहुन्छ तपाईहरुलाई हैन र आजदेखि चाहिँ दुई भाइ हो हामी दुईजना चाहिँ लाग्यौं अहिले चाहिँ हामी चाहिँ जग्गामा आइपुगिसकेको छौं हैन यहाँ चाहिँ केसाङ छ अनि हाम्रो स्पोट चाहिँ यो हो अहिले उताला चाहिँ टुरिस्ट ड्याममा आइराछ यालबुङकोहरु चाहिँ हाम्रो चाहिँ यहाँ कुच बनिँदैछ हैन यो चाहिँ तपाईहरुले भिडियो मार्फतै थाहा पाइहाल्नुहुन्छ आजदेखि चाहिँ काम स्टार्ट हुन्छ आज चाहिँ हाम्रो बाँस काट्नु पर्ने छ नि त खतरा हैन बाँस कटाइ हुन्छ आज चाहिँ हाम्रो धेरै नै काम भयो हैन यहाँ चाहिँ केसाङले चाहिँ अझै नै खाल्टा खन्दैछ हाम्रो किचन चाहिँ यहाँ भए गोर्खे किचन बनिँदैछ अन्त यहाँ चाहिँ यहाँ तल चाहिँ पुरा टुरिस्ट आइराछ अहिले चाहिँ क्याम्पिङ गरिराछ यहाँ चाहिँ डल्लै टेन्ट लगाएर बस्छ नि त अन्त हामी दुईजना चाहिँ आजदेखि चाहिँ यहाँ काम स्टार्ट गरेको यहाँनिर चाहिँ मेरो पनि टेन्टहरु लाग्छ तपाईहरु आउन सक्नुहुन्छ भने यो चाहिँ किचन बन्नेको हैन यतापट्टि पनि एउटा टेन्टहरु लाग्छ यहाँ पनि क्याम्पिङहरु गर्नुको लागि बबाल जग्गा छ हैन यालबुङ क्यानन रिभर हो नि त अन्त अब चाहिँ यहाँ हाम्रो किचन चाहिँ बनिसकेको छ यहाँ चाहिँ बस्नेहरु बनिनुको लागि चाहिँ हामीले यहाँ खुट्टी गारेर तपाईहरुले कन्ट्याक्ट गर्नु होला कन्ट्याक्ट नम्बर पनि छोड्दिएको हुन्छु आउनुस् इन्जोय गर्नुस् यालबुङ क्यानन रिभरमा हैन क्यानन पनि हाम्रो चाहिँ यहाँबाट यहाँ क्याम्पिङ गर्यो त्यहाँबाट चाहिँ ट्र्याकिङ हुन्छ नि त हैन के सांग ओइ खतरा हैन र आजको काम चाहिँ यति चाहिँ भयो हेर्नुस् है अन्त अब चाहिँ हामी चाहिँ घर लागेको तपाईहरुलाई अब भोलिको भ्लगमा भेट्छु आजको भ्लग चाहिँ यति नै